धेरैलाई सोलर पकाउन आउँदैन अरे हौ। घिउ हाल्ने भरसक चाहिँ घिउ छ भने न त तेलमा पकाउँदा नि हुन्छ। यो 5 पुरान सर पड्काउने अलिअलि ब्राउन भएपछि लसुन हाल्ने, प्याज हाल्ने, सुकेको खोर्सानी हाल्ने। अब यो हर्दी र नुन भनेको त राष्ट्रिय भयो, जुनै सब्जीलाई चाहिहाल्छ है, हाल्ने। अनि टक्क भुट्ने, अलिअलि ब्राउन भएपछि नुन हालेर एकछिन आगो निभाइदिने, अलिअलि सेलाएपछि यो मही सर हालिदिने। यो मही चाहिँ पहेँलो देख्नुभयो होला हजुरहरूले। यो चाहिँ मैले सब्जीको खनाको भाँडामा चाहिँ मही मजाले फिर्केलाएर फिटेको थिएँ र यो भाँडामा खनाको पहेँलो भएको छ। अब अहिलेका जेनेरेसनलाई चाहिँ यो सोलर पनि पकाउन आउँदैन अरे। पहिलेको त हाम्रो त अब दाल नहुँदा ओर्दा गाउँघरमा यही महीले छाक्टर्थ्यो होइन। अब भर्सक चाहिँ घिउमा पकाउनु होला, साह्रै मिठो हुन्छ, साह्रै स्वादिष्ट हुन्छ। आज पनि मेरो घरमा चाहिँ यही सोलर पाक्दैछ। गर्मी पनि छ यो सोलरमा। म चाहिँ लास्टमा धनियाँ पनि चिमटेर हालिदिन्छु है। धनियाँ चाहिँ प्रायःले हाल्नुहुन्न। अब यही हो है अहिलेका नानी बाबुहरूलाई सोलर पकाउने तरिका। मेरो चाहिँ सोलर पकाउने तरिका यही हो। अब यो आगो निभाएपछि एकछिन सेलाएपछि सट्ट मही हालिदिन्छु है। गर्मीमा महीको पनि काम गर्ने, दालको पनि काम गर्ने। यही हो है पकाउने तरिका। अब यस्तो जानिराखेको रेसिपी पनि के सिकाएको भन्नुहुन्छ होला। धेरैलाई सोलर पकाउन आउँदैन अरे, अनि त्यही भएर मैले सोलरको भिडियो बनाइदिएको। आउनेहरूलाई त ठिकै छ है, बनाएर खानु होला। नआउनेको लागि आज चाहिँ खानाको परिकार पनि हजुरलाई छ्यास्स देखाउँदैछु। यसरी गर्मी पनि छ, आज यसरी खाने हो। मेरो चाहिँ आजको खाना यस्तो छ है। इन्जोय।